ल तपाईको यात्रा सकियो, अब गन्तव्यसम्म आइपुग्यो। ल साथीहरू, म चाहिँ आज अहिले विचार चोकमा छु होइन। विचार चोकमा बसेर पैसा चाहिँ कसरी कमाउनु भनेर चाहिँ सोच विचार गर्दैछु होइन। पैसा कमाउनु धेरै गाह्रो रहेछ साथीहरू। ल साथीहरू, म अहिले विचार चोकमा छु है त। विचार चोकमा बसेर विचार गर्दैछु पैसा कसरी कमाउने भनेर। विचार चोकमा बसेर आज सोचिसकेँ मैले पैसा कमाउने उपायहरू होइन। ल साथीहरू, फाइनली विचार चोकमा बसेर विचार गरेर आज इन्जोय गरेर आइसकेको छु होइन। अब दिनभरिको कमाइ कति भएछ है त, पैसा गरेर देखाउँछु साथीहरूलाई। आजको कमाइ है साथीहरू, यो चाहिँ गुडी गर्न त कति भयो। 10-20 को पनि आएछ तपाईँ। सकेछ है साथीहरू। बिहानदेखि कति लगभग 10 बजीसम्म मैले इन्जोय गरेँ आज। बिहानदेखि बेलुकासम्म कति भएछ त, म नि मिलाइदिन्छु 10-20 कोहरू चाहिँ। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला साथीहरू है, कति पैसा भएछ आजको कमाइ भनेर थाहा पाउँदा चाहिँ अन्तिमसम्म भिडियो हेर्नु होला। अनि लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला भनेर हामीले अनुरोध गरेछौँ है। के हो मेरो मुखमा हेर्ने, पैसा गर्न न कति भएछ। काम त ठुलो ठुलो नोट होइन फेरि। ल त्यहाँ गर्न त कति भयो। यो त च्याते छ। 1810 भयो। 1810, 20, 30, 40, 50 भनेपछि यहाँ 60, 1910। 1910 भएछ साथीहरू आजको पैसा। आजको दिनभरिको कमाइ बिहानदेखिको 1000, 11, 12, 13, 14, 15, 16, 17, 18, 1, 2, 3, 4, 5, 1910 मा 10 भएछ भनेपछि मैले 500 को तेल हालेँ, मैले खाना खाएँ, मैले खाजा खाएँ, चिया नास्ता गरेर जस तेल हालेर आजको यति भएछ है त साथीहरू। विचार चौकमा बसेर विचार गरेर आज यति भएछ आइडिया। ल साथीहरू, यही ठाउँ हो है त टिकटकतिर भाइरल हुने ठाउँ। म चाहिँ माथिसम्म चाहिँ जान सकिनँ है, अर्जेन्टली कलाएको भएर साथीहरू। यहाँ घुम्ने टाइम चाहिँ भएन मसँग। म यहीँबाट चाहिँ अब फर्किन्छु। त्यो हात चाहिँ मान्छे बसेर त्यहाँ घुम्छ है त साथीहरू। टिकटक बनाउन मिल्छ, मान्छे बस्न मिल्छ होइन। म चाहिँ माथि जान पाएन अलिकति हतारले गर्दाखेरि साथीहरू। अन्त अब ठेक्दारले पनि ठेक्का लिने हो, अनि त्यसपछि तपाईँहरूलाई ठेक्का दिने हो खाएर खाएर है। बाटो जङ्गलको छ, त्यो राम्रो छ जङ्गलको बाटो, ठाडो उकालो छ।